आज चाहिँ मेरो नेपाल घरमा रोपाइ छ अनि आज मेरो छुट्टीको दिन चाहिँ जुरुक्कै उठेर मम्मीसँग एकचोटि नबोले चाहिँ मेरो खाना खाएकै पच्दै पच्दैन के। मम्मीसँग बोल्दै थिएँ, मम्मीले चाहिँ आज खेतालाहरूलाई चाहिँ हाम्रो घरमा खाजा चाम्रे भात भनेर भन्नुभयो। मम्मीको त्यो कुरा सुनेपछि त मलाई यति धेरै क्रेभिङ भयो के। अनि आज चाहिँ कति धेरै पानी पनि परिरहेको छ नि त बाहिर, अनि यस्तो सोचेँ मैले आज बिदाको त डह्रो सदुपयोग गर्नु पर्यो भनेर म चाहिँ चाम्रे भात पकाउनतिर लागेँ है। बिदाको दिन हजुरहरूलाई चाहिँ के गर्न मन लाग्छ थाहा छैन, तर मलाई चाहिँ एकदम बिदाको दिन चाहिँ नयाँ नयाँ खानेकुराहरू बनाएर खान मन लाग्छ के। प्राय प्राय म बिदाको दिन चाहिँ केही न केही बनाएर खाएकै हुन्छु के। आजको प्याकेजमा चाहिँ खास गरी म मोमो बनाएर खान्छु भनेर सोचिराखेको थिएँ, तर मम्मीले आएर बिहान बिहानै प्याच्च चाम्रे भातको कुरा गरिदिनु भयो। अनि मोमो त फ्रोजनमा राखेको मोमो मात्रै पाइन्छ जापानमा, अनि फ्रोजनमा राखेको मोमो अहिले खानुभन्दा त बरु म चाम्रे भातै बनाएर खान्छु भनेर म चाहिँ मस्त म्युजिकको तालमा हो क्या जहिले पनि कुकिङ गर्दाखेरि चाहिँ। सो मलाई चाहिँ कुकिङ गर्दाखेरि अरूले डिस्टर्ब गरिदिने, म यो गरिदिन्छु त्यो गरिदिन्छु भन्दाखेरि मनै पर्दैन, सबै म आफै गर्ने हो क्या कुकिङ गर्दाखेरि। अनि दिदीलाई चाहिँ हजुरले किचन सफा गर्नु, म चाहिँ कुकिङ गर्छु भनेर दिदीलाई चाहिँ किचन सफा गर्न लगाएँ। अनि दिदीले किचन सफा गर्दै हुनुहुन्छ, अर्को दिदीले चाहिँ सुइका काट्दै हुनुहुन्छ। अस्ति हामी चाहिँ सपिङ गर्न जाँदाखेरि एउटा डल्लै सुइका किनेर ल्याएको थियौँ नि त, अनि त्यो सुइका पनि आज खानुपर्छ ल भनेर दिदीले सुइका काट्दै हुनुहुन्छ। अनि सुइका खाँदै म चाहिँ म्युजिकको तालमा यता कुकिङ गर्न थालिसकेँ। फर्स्ट चाहिँ म पनिरको सब्जी बनाउँछु भनेर सोचिरहेको छु। अनि गेउमोबाट अस्ति नै हरियो मटर लिएर आएको थिएँ, अनि यसलाई पनि सदुपयोग गर्नु थियो के। अनि अघि नै मैले पनिर चाहिँ फ्राई गरिसकेको थिएँ। मैले अघि चाहिँ खासमा भिडियो बनाउँछु भनेर सोचेकै थिइनँ, अनि एक्कासी कहाँबाट मैले त भिडियो बनाउन बिर्सेको भनेर याद आइरहेको के। स्टुडेन्ट लाइफमा चाहिँ आफै चामल किनेर भात खानु पर्थ्यो, अनि त्यतिखेर चाहिँ म जहिले पनि बासमती राइसकै भात खान्थेँ के, अर्को चामल पनि मिक्स गरेर। अनि अहिले चाहिँ मेरो कम्पनीले नै खाना दिएको भएर यो युटिलाइजै भएको थिएन मेरो चाहिँ चामल। सो 1 इयरदेखि चाहिँ म यो बासमती चामल चाहिँ बोकेर बसिरहेको थिएँ। कोही कोही बेलामा दसैँमा चाडपर्वमा चाहिँ के बनाएर खाइरहेकै हुन्थ्यो। अनि आज पनि चाम्रे भातमा चाहिँ यही बासमती चामलै मैले युटिलाइज गरिसकेको छु। सो म चाहिँ कम्पनीको होस्टेलमै बस्छु नि त। लेडिज होस्टेल र बोइज होस्टेल चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा छ, अनि यो हाम्रो चाहिँ लेडिज होस्टेल हो। अनि हामी चाहिँ केटी केटी मात्रै हुन्छौँ, जति गीत बजाए पनि जसरी बसेर पकाएर खाए पनि केही केही हुँदैन क्या, चिल्याक्स पाराले हो क्या हामीले चाहिँ जे गरे पनि हुन्छ। सो जापानिज बुढीहरू पनि छ, अनि उनीहरू पनि उनीहरूको बिदाको दिन पार्टी गर्ने, अनि हाम्रो किचन एरिया चाहिँ ठुलो छ, यहीँ बसेर पार्टी गर्ने हल्ला गर्ने गर्छन्। अनि हामी पनि नेपाली नेपाली 3जना छौँ नि त दिदीहरू, अनि हामी पनि यसरी बनाउने, खाने, हल्ला गर्ने, नाच्ने, गीत बजाउने गर्छौँ कि। जेस रमाइलो चाहिँ कति धेरै रमाइलो छ के। होटल चाहिँ एकदम गाउँ एरियामा छ कि छन चाहिँ, तर पनि कति धेरै सबैजना मिल्ने, अनि दिदीहरू पनि नेपाली दिदीहरू पनि हुनुभएकोले गर्दाखेरि पनि मलाई त्यति साह्रो गाह्रो चाहिँ भएको छैन। अनि हामी खाइमनो गर्न जाँदाखेरि चाहिँ आधी घन्टा तल जानुपर्छ भनेर मैले हालेको पहिलाको ब्लगमा हेर्नुभएकै छ होला। तर त्यही खाइमनो जाँदा पनि कति धेरै रमाइलो हुन्छ के। कम्पनीको गाडी भइहाल्छ, अनि त्यही गाडीमा हल्ला गर्दै गर्दै जाने हो, कट्टर 3जना केटी जाने हो गरङ रङ, अनि आउँदाखेरि पनि हल्ला गर्दै गर्दै गरङ रङ आउने हो। अनि सामान पनि कति धेरै धेरै किनेर लिएर आउँछौँ। एक तरिकाले चाहिँ कस्तो राम्रो लाग्छ कि, जे सम्झिँदाखेरि पनि रमाइलै हुन्छ होला पछिबाट याद गर्दाखेरि पनि। जस धेरै समय त अब बस्छु बसिन थाहा छैन, तर मेमोरीहरू चाहिँ कति धेरै राम्रो राम्रो मेमोरी छ। जापानमा फर्स्ट टाइमको वर्किङ एक्सपिरियन्स चाहिँ धेरै नै राम्रो छन। अनि जे बनाएर खाए पनि हामी चाहिँ 3जना नै के, एउटा केही मिठो खानाकुरा बनायो भने चाहिँ एकजनाले बनाउने अनि बोलाउने खाने, उहाँहरूले बनाउनु भयो भने नि आफू बनाउनुहुन्छ अनि बोलाउनुहुन्छ। अनि मैले बनाउँदा नि एक्लै बनाउने हो, अनि खाने बेला चाहिँ 3जना भेला भएर खाने हो कि। रमाइलो चाहिँ रमाइलो छ जसमा। अनि प्राय सबैजनाले भनिरहनुहुन्छ कि अब यत्रो बोयफ्रेन्ड दाजु चाहिँ वर्किङ गरेको भेटेपछि पनि किन यति दुःख गरेर एक्लै बसेर यस्तो धेरै सकस गरेको होला भनेर भनिरहनु भएको हुन्छ कि मलाई कतिजनाले। सो जापान आएपछि मैले बोयफ्रेन्ड त भेटेँ, तर पनि मैले उसलाई भेट्छु होला, म सजिलो हुन्छ भनेर म जापान आएको थिइनँ नि त। मैले मेरो मम्मी बाबालाई मन बुझाएर म दुःख गर्छु, म केही गर्छु हजुरहरूको लागि भनेर नै यो ठाउँमा आएको थिएँ। सो मैले आउने बित्तिकै बोयफ्रेन्ड दाजुलाई भेटेको चाहिँ थिएँ। नियोङ्गो गएको पढेपछि मैले सेनमोन गएको नपढिकन म डिपेन्डेन्टमा बसेको थिएँ भने पनि अहिलेको स्थितिभन्दा धेरै नै माथि पुग्थेँ पनि होला, धेरै पैसा कमाउँथेँ पनि होला। तर मलाई चाहिँ किन त्यसरी बस्न रहरै लागेन के थाहा होइन, भोलि गएर रिलेसन कसको के हुन्छ देखेको छैन। र पछि गएर त्यो छोरा मान्छेले पनि नभनोस् कि तैँले केही गर्न सकिनस् मेरो डिपेन्डेन्टमा बसिस् भनेर कसैले पनि अब्जेक्सन लगाएको चाहिँ मलाई मेरो लाइफमा मन पर्दैन। र मैले त्यस्तो संस्कार पनि कहिले पनि सिकेर आएको छुइनँ कि मलाई जे पनि आफै
ब्रेभ भएर चाहिँ मैले यो गरेँ भनेर भन्न मन लाग्छ कि पहिले त्यस्तो त नहोला, उसले पनि नभन्ला, तर के थाहा है भविष्य कसले देखेको छ र भविष्यको बारेमा त कसैलाई थाहा छैन नि त। सो मैले चाहिँ आफै वर्किङ गरेर आफै स्ट्रगल गर्दैछु। सो पछि गएर साँच्चीकै बिहे भइसकेपछिको स्थिति अब दुईजनाको समझदारीमा ल अब हामी यस्तो गरौँ न भनेर त्यस्तो दिन आउन पनि सक्छ। तर पछि गएर केही गरेर रिलेसन बिग्रियो भने पनि मैले अलरेडी आफ्नो लागि सर्टिफिकेट बोकिसकेको छु नि त। अनि मलाई केही पनि गाह्रो हुँदैन के पछिको लागि। सो त्यो पनि मेरो सोचमा आएको थियो कि म जसरी भए पनि मेरो मम्मी बाबाले दुःख गरेर पठाएको ठाउँमा म सर्टिफिकेट चाहिँ आफै बोकेर बस्छु भन्ने पनि मेरो बेग्लै च्यालेन्ज थियो क्या आफ्नो लागि आफै। र जापानमा आएको मान्छे चाहिँ यदि कोही गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने चाहिँ सबैजनाले लिभिङ रिलेसनमा बस्छ यिनीहरू दुईजना भन्ने सोच्नु भएको हुँदो रहेछ। कतिजनाले मलाई नेपालबाट पनि भनिसक्नु भएको छ कि तिमीहरू त दुईजना छौ, लिभिङ रिलेसनमा बस्छ होला, आनन्द छ होला भनेर। तर दुईजना हुँदाखेरि धेरै सजिलो चाहिँ सजिलो हुन्छ, अनि पैसा पनि कति धेरै जोगिन्छ नि त। इफ दुईजनाको मन मिल्छ, दुईजनाले लाइफै सोचेको छ भने चाहिँ लिभिङ रिलेसनमा बस्नु पनि नराम्रो चाहिँ भन्दिनँ म। तर केही समयको लागि नाटक देखाएको माया हो भने चाहिँ त्यसले चाहिँ जिन्दगीमा ठुलो धोका हुन्छ नि त। सो बाबा मम्मीले कति धेरै सोचेर तिम्रो लागि गर्नुभएको छ भने चाहिँ आफूले पनि केही न केही गर्नुपर्छ है जस्तो फिल लाग्छ मलाई पनि। सो अन्तिममा मेरो खाना चाहिँ लास्टै टेस्टी भएको छ। गफ गर्दा गर्दै खानाको बारेमा त एक्सप्लेन गर्नै बिर्सेछु। र यति भन्दा भन्दै मेरो भिडियो त साह्रै लामो भएछ। इन गरिदिएको है त। बाई बाई।